तपाईँलाई खसीले टोक्यो अस्ति? टोक्यो नि हो कसरी आयो टोक्नु चाहिँ? ए हम्पप गरेर आयो? ए खसीले नि हम्पप गर्दछ? र खसी घरमा आइपुगेछ। यहाँ खसी चाहिँ यहाँ उहाँले खोल्दै हुनुहुन्छ है। एकदमसँगले खसी जङ्गी जङ्गी गर्छ। र खसीको कालहरू चाहिँ फेरि यतातिर हुनुहुन्छ नि। खसीको कालहरू खसीको कालहरू चाहिँ सबै यतातिर हुनुहुन्छ। खसी नि थुप्रो पाल्नु भयो रहेछ त खसी गरेर जङ्गी जङ्गी खसी चाहिँ। दाइ दाइ खसी लिन आउनु भयो? दाइ खसी लिन आउनु भयो? जी सर हजुर। ए तपाईँ खसी काट्नुहुन्छ हो? हजुर। कहाँ काट्नुहुन्छ? गर्दनमा हजुर। गर्दन त गर्दैन हो नि, र पनि एउटा हुन्छ नि। गर्दन मार्ने गर्दनमै हो नि, कहाँ हान्नु त? 1 किलो खसीको मासु लैजाउँ भने घाँटीमा काट्छु भन्छ नि। ठाउँ हुनुपर्छ ठाउँ। ठाउँ त भइहाल्छ नि, घाँटीमै त हान्ने हो त नि, कहाँ गर्दनमै हान्नु पर्छ। कस्तो आलु जस्तो बोकेर छ नि। आलुको पिँडालु हो त? म त मान्छे आलु हो नि। आलु कस्तो हराइम पुरा रहेछ। खसी लिएर जाँदैछौँ। खसी लिएर अब ओह्रालो झर्दैछौँ। यो चाहिँ अब खै खसीले पछार्ला है दाइ, पछार्ला है। ला खसी तल पुग्यो। ला पुग्यो खसी हो। ला तल्लोपट्टि जाउँ त एकजना तल्लोपट्टि। खसीले पछार्ला है, पछार्ला। ला ऊ दाइ खसी राम्रोसँगले डोर्याउनुहोस् है। खसीले पछार्न आँट्यो हो? पछार्न आँटेन? हिँड ला ऊ तल पुग्यो। लड्नु होला है, लड्नु होला। खसी त तल र माथि गर्दो रहेछ। ऊ तल पुग्यो खसी। ल यार यत्रो मान्छे हुनुहुन्छ अनि यो खसी चाहिँ एकजनालाई मात्रै डोर्याउनु दिने हो नि? उहाँहरूलाई अलि तगडा मान्छे हो नि त। त्यस्तो नगर्नु न यार। तगडा मान्छे